के खाएको यो ओहो कुन माथलोडीको कहाँ छिरो गुड मर्निङ अनि आज चाहिँ हामी टक्क चाहिँ जङ्गलतिर जाँदैछौँ माघे सङ्क्रान्ति आज माघको 1 गते गाइस सबैजनालाई माघे सङ्क्रान्तिको शुभकामना अनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि म चाहिँ अहिले कहाँ हिँडेको भनेर भन्छ होला म चाहिँ टक्क होइन मौरी छ अरे के मौरी जङ्गलमा लिन हिँडेको आया अनि म चाहिँ मौरी लिनको लागि जङ्गल जाँदैछु अनि अगाडि बाबा पनि हुनुहुन्छ अनि भाइ पनि छ त्यही हो यस्तो जङ्गल यस्तो बाटो छ होइन गाइस अनि फाइनली सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु यस्तै हो झन्डै लडेको मासलाई अनि अरू त सबैजनालाई माघे सङ्क्रान्तिको शुभकामना छ अनि हामी चाहिँ सङ्क्रान्तिको बिहान चाहिँ मुखै नधुइकन हामी चाहिँ मौरी लिन आइरहेछौँ मौरी लिन गाइस मौरी लिन र त्यही हो अहिले मौरी लिने ठाउँमा पुगेपछि अब देखाउने छु तपाईँहरूलाई बाटो चाहिँ यस्तो छ यति चिसो छ नि उहाँ जाँदै हुनुहुन्छ मौरीको ऊ चाहिँ मान्छेहरू लिनु जाने मान्छे चाहिँ म चाहिँ रङ तिर्ने म चाहिँ मह खान आएको मान्छे हो त्यही हो गाइस बाटो चाहिँ यस्तो डेन्जरै छ क्या होइन बाटो चाहिँ यस्तो छ त्यही पनि अब बिस्तारो जाउँ यो बाटो त मान्छे धेरै हिँडे जस्तो देखिन्छ बिहान बाटो यस्तो रहेछ कहाँ हो थाहै छैन कुन बाटो पछाडि म चाहिँ एक्लै भइसक्यो त्यहाँ कुदेको थिएँ बाबु छैन म सबैभन्दा पछाडि बसेँ चिसो छ कि अति चिसो छ होइन ए फेरि कपाल मेरो कति लामो भइसक्यो क्या हेर्नु न कपाल यति लामो भइसक्यो यो कपाललाई पनि काट्नुपर्ने भनेको अब भोलि 2 र 3 गते के हुन्छ अनि नत्र भने काटिदिने अनि काट्दाखेरि कस्तो देखिन्छ होला है मलाई ह्यान्डसम देखिन्छ होला त्यही हो अहिले चाहिँ जङ्गल जाऊँ कहाँ छ यहाँनिर मौरी आज मौरीको मह खाएर 3 पानीमा चट्ट लाएर खानुपर्छ गाइस त्यही हो अहिले म देखाउँछु मौरी भएको ठाउँमा पुगेपछि है त ल मौरी चाहिँ यो ठाउँमा रहेछ अब यो चाहिँ अलिकति अप्ठ्यारो ठाउँमा रहेछ ऊ त्यो माथि छ नि ऊ त पुवाल देखा त भाइ हातले हो त्यहाँ रहेछ यसको दुलो चाहिँ उँधो चाहिँ छ छैन थाहा छैन अब यत्रो रहेछ यो अलिकति निकै गाह्रै रहेछ आज चाहिँ मौरी ल अब यहाँ चाहिँ ढाल्न सुरु के को काठ रहेछ हौ यो त धेरै समय लाग्छ होला त त्यो आरा पनि लिएर आउनुपर्छ रहेछ है ल यस्तो छ हामी यहाँबाट मौरी निक्ने आएको मान्छे यस्तो छौँ यता भुँडे मान्छे आएपछि नि काम हुन्छ त यस्तो पाता लाउनुपर्छ अनि रुखमा चढ्न सकिन्छ अब रुखमा चढ्न हामी 2 जना सक्दैनौँ हामी म पनि सक्दिनँ बाउ पनि सक्नुहुन्न भाइ मात्रै हो ल यो सिधै ढलाने त दुलो जान्छ चिन्छ फेरि माथि त धेरै ल
ल अझै पनि झर्दैन यो ल फाइनली ढल्न लाग्यो यहाँ पो आइपुग्छ कि यतातिर पो आइपुग्छ कि फिटकोले हानेर पुरा पुरात्तै गयो भने पल्लोपट्टि चाहिँ जाने भयो रुख्छ है पल्लो हाँगो गएर अड्किने हो क्या हल्यो फाइनली मौरी निस्क्यो तर मौरीले चाहिँ सब हामीलाई टोकेर हैरान बनाइसकिसक्यो ओह मेरो जिउभरि हेर्नु है आमामामा जिउभरि घुइँदा यस्तो गाह्रो हुन्छ साथी हो मौरी लैजानलाई अनि के पनि ल्याएन है महरू म कसैले गर्दा आउँथ्यो नि त त्यो म खान आउँथ्यो अनि सकेर मलाई सब कस्तो पोचामा लाएर म त सबै भएछ नि त है पानी पस्यो कि प्यार छ बाँसेको देखेर मर्दैन थिएँ मौरीले त घेरेर मलाई त सक्यो गाँठे ओ मौरीले घेरेर सक्यो अब यो चल्नु भएन स्ट्यान्ड बाई यत्तिकै बस्नु पऱ्यो यार ओहो कता कता छिरो पस्दैछ अरे आउँदैछ तर राना आइदिँदैन हुन्थ्यो यो एकपल्ट चाहिँ फकै निकालेर फाल्देऊ नि त अघि त्यसरी के झोल लाउनुपर्छ म त कस्तो गनायो होइन गनाइरहेको छ म गनाइरहेछ पानी आयो म चाहिँ त्यहाँनिर रहेछ क्या मसला कति मिठो होला ओ यत्रो भङ रहेछ आमामामा दाजु 5 गोला 5 1 2 3 4 गोला रहेछ नि त मै रहेछ त यार के फरक पर्दैन आखिर चिजलाई त यस्तो रहेछ यार आमा 5 वटा रहेछ यार 5 वटा आथा था 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 चिलो क्या हो झुल 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 तानु ए खतरा पस्यो चिल्लो पर्दैन होइन ओहो
निकल गया रे लानु मको डल्ला आम्मामा अति मिठो भइसक्यो प्लास्टिकमा म यहाँ थाप्नेछु तर रहेन रहेछ कि म पानी पनि छोइयो ओहो तल तल भाइ तल पुवाल रहेछ नि त गाँठै त्यहाँबाट त गएन घाँस छैन त्यहाँ त टाल्नु पर्ने रहेछ नि त रानोलाई त यार सोल्टी यसरी खानु आइज त ऊ त्यो उसले धुवाले पो लाएर गर्नुपर्छ त हौ यस्तो पनि हुनुपर्ने हो रानो त रानो हेर्नु त छोरा ल पक्यो ल है यहाँ प्लास्टिक एक प्लास्टिक भयो मौरी मह चिल्ला नि फेरि गएँ त्यहाँ आएको यो धुवाले अले त्यो धुवा पनि त्यहीँ ठिक छ नि यस्तो 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 बनाउँदा को कता खाइपुग्यो भने जङ्गल कता खाइपुग्यो भने खतम केही गर्दैन ए यस्तो ठ्याक्क यसो खान्छ अब मौरी सानो खै क्या थुक्पा होइन उल्टी घुमिरहेको फेरि अन्त सेफ्टी लाउनु न कहिले पनि म त निकाल्छु ल मलाई अब घेरेर फेरि मैले राना ठग्छु कि क्या हो ए गुजु 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 गर्दो रहेछ यार तातो हुन्छ त आम्मा कस्तो गर्दैछ नि त नि राम 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 घेरेर मार्यो त्यही त जाछ पाले पाले घेर भएन म त सकिनँ है यहाँबाट कोन माथिल्लोपट्टिको हँ ल फाइनली राना भेटिसकेको छ राना डालोमा पसिएको अब हामी केही छिन पछाडि यहाँबाट हिँड्नेवाला छौँ त्यहाँ टोपीभरि छ यस्तो टोपी चाहिँ ल्याउनु पर्ने हो एक दुईवटा है हो यहाँ जिउभरि पसेर होइन टाउकोभरि टोकेर यस्तो बनाइसकिसक्यो यस्तो दुःख लाग्यो हेर्नु यहाँ लुगैभरि छ लुगैभरि लुगैभरि कहाँ छिरो एउटा ट्याप लगाइदिने हो केटोलाई आज जिउतिर लाग्यो भने ठिक छैन ठिक छ अनुहारमा चाहिँ लाग्नु भएन लाग्नु भएन के मलाई लागोस् कि नलागोस् सुनिदिँदैन पनि मोटाउँदैन धेर म पनि यस्तो सेप भइसकिसकेको अवस्था छ यहाँ टक्क मलाई त बनाइदिन हो कति यो राना त खै ए त्यो त होस् न मौरी उडाउन उडाउनु पर्ने चाहिँ मौरीको साउन्ड सुन्नु होला कस्तो छ मौरीको साउन्ड माथिको त उ निकालिदिउँ कि क्या उयो तपाईँले त्यो झास लगाएको क्या पर्दैन यहाँनिर ल्याउ तपाईँ अब छैन त्यहाँदेखि त उता त डुलै त रहेछ
के दामी यो टोड्का पनि लैजाउँ क्या घरमा ल त्यहाँ टोपीमा पनि बसेको छ यसले चाहिँ भरे 2 महिना जति म निकाल्ने चाहिँ टोपीमै बसेकोले गर्दा यसलाई पनि हामी डालोमा लाएर अनि त्यो झुलभन्दा त त्यही ठिक हुन्छ होला हौ टोपी नै अटो भन्दा यो चाहिँ लाउन सक्छ है लाउने अनि बाँधिदिने आनन्द ल सकिएको अवस्था छ बाबा अब होस् अब 10 बज्यो अब फाइनली म काटिसक्यो मौरी काटेर पनि अब घर लैजानको लागि तयार भइसक्यो अनि हामी अब चक्कर जाने के गर्ने हट्दैन रहेछ डालोको मुख जाँदैन जान्छ तिमीले तल अलिकति छोड्यो खोल्यौ भने भाइ जान्छ हो त्यही पाप भने आउँछ बिस्तारो आउँथ्यो अब नाताहरूलाई छोडिदिउँ होला आजलाई पठाउने होला म यहाँ पस्छु ल ट्याप पारेर ल रेडी भएको अवस्था छ अनि हामी अब चाहिँ सबै प्याकिङ गरेर जाने हो ल हाम्रो सामानहरू जुत्ता चप्पलको कोसँग छ ल त अब एउटाले गर्दाखेरि यसले हामीलाई 11 बज्छ क्या 11 बज्ने त रहेछ त ल झोलामा लाउँदा सबै थोक यो झुल पहिला मुनिबाट लाउँ यो खोपी चाहिँ कसले लगाएको त मैले लगाएको नि बा के हुन्छ भनेको त्यहीँनिर देखेर तपाईँले ठिक पारेको कि भनेर पर्दैन त्यो कुलोदेखि माथि निस्किन्थ्यो अनि अर्को पनि कुकुर लिएको रहेछ त नि सानो पनि त्यही त नि यो ठुलो फेरि अनि अघि त सानो मात्रै लिएको हुनुहुन्थ्यो त अनि मैले सानो भनेको त सबै उँधो बात लाउँ यो झोला सबैमा बाँध्नुपर्छ अहिले यति त होइन के म चाहिँ अगाडि ल म खाऊ अलिअलि खाऊ पर यतै पर पुगेर होला यहाँ अहिले मौरीले हामीलाई ल हाम्रो मह यहाँ छ मह चाहिँ खुकुरी पर्छ अब तपाईँको के छ तपाईँको हेर्नु अर्दिन अब सक्यो मेरो त के रहेछ म मलाई चाहन्छु फाइनली बल्ल बल्ल म गाडी मलाई नि एक ट्याप लगाइदिएको कुरो त्यही हो भाइ मौरी देखाइदियो त ल हामीले त्यस्तो पारेर टक्क लैजाँदैछौँ होइन यस्तो छ हाम्रो अब हामी त्यहाँबाट सट्ट जाने जाउँ छिर्दैछ अब हामी चाहिँ परबाट ल्याएपछि त म त खानु पर्यो जसले म काट्छ त्यसले आचार्छ भने जस्तो म त अलिअलि खानुपर्छ ल म निकाल मलाई यहाँ मलाई थाहै थिएन त झुलमा कसरी चिलो एकैचोटि मात्र भएको मात्रै भने डल्लाई परिरहेको छ मग भएको चाहिँ झिकन म त रिना सकेर मुनि पात्तै छ कि हो रहेछ त्यहाँको भएको छैन ल फेरि हानिदियो अब क्यारो खेल्नुहुन्छ त भरे झिका डल्लै यहाँ टुवाक्क पारेर झिक्नु न तपाईँले हात लगाइसकेपछि त टुवा कराउने हो नि त लु यदि एक डल्ला खायो भने पुगी पनि हाल्छ ए यता मौरी नि छ यहाँ यस्तो 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 छ यो सबै हुँदैन पच्छ ल मौरीको मलाई अलिकति राख है त्यो सबै नखाइ त मैले त अलिकति मात्रै खाएको छु नि
अब कस्तो अप्ठ्यारो हो क्या खाइदियो भने त अलि हँ? यता यो असो आदिले त तिमीलाई उत्तरले त खान्छ कि यसो त खान्छु त खाऊ न ल पोको पार भर्खर यति हात दिनु छैन मिठो मिठो भएन एकदम मिठो मौरीको म खानुबासी कस्तो मिठो नहुन्छ झन् गुलियो भन्ने चिज मान्छे तिमीसँग आयो दामी रहेछ है एक यहाँ अर्को गाफ पनि छ त्यहाँ अर्को तिमीलाई दिनुपर्छ एक बार आएर झन्डै मार न घरमा आएपछि जङ्गली मौरी चाहिँ यसरी कुवाम कम खाँदैछन् यो जङ्गली मौरी हो यो चाहिँ अनि त जङ्गलमा भएको मौरी जङ्गली मौरी त नि यो सबै म हो कि पानी हो म अनि हौ लु त खाउँ त के खाएको यो ओहो खुवाइ त मर छ त हौ अनि ल यो डुँडै निकाल्नु न डुँडै निकाल्नु न हामी चाहिँ के गर्नु आँटेका छौँ रे भान्जा मौरी हाल्दैछौँ कहाँ कहाँमा हामी चाहिँ टुडमा फाइनली टुरमा हाल्दैछौँ क्यामेराम्यानमा हुनुहुन्छ हाम्रो आतिफ खड्का जी मान्छे केही गर्नु पर्दैन क्या हामी जान्छ हुनुहुन्छ आतिफ खड्का जी पस नसक्नु नाचिसक्यो तिमीले जाने नभयो न यस्तो गर त्यस्तो हुँदैन मौरी निकाल्यो ल क्यामेराम्यान यतातिर क्यामेराम्यानलाई पनि देख्नुहुन्छ यहाँ यस्तो भइरहेछ क्यामेराम्यान अनि यहाँ गयो त्यो 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 नगर्नु भयो तैँले हातमा लाएर ल्याउनु पर्छ अहिले छोडिदिनु त्यति हातमा लाउने अनि छोडिदिने क्या ल हाम्रो चाहिँ यहाँ लगाइसकेको अवस्था छ है